अदालती कारबाही 11 बजे मात्रै सुरु हुने भए पनि बिहान करिब 9:30 बजे नै काठमाडौँ जिल्ला अदालतको पार्किङबाट सन्दीपलाई लगियो। करिब 1.5 घण्टाको पर्खाइपछि अदालतको तेस्रो तल्लाको 10 नम्बर इजलासमा न्यायाधीश दयाराम ढकाल समक्ष पेश गरिएको थियो। प्रहरीले हिरासतमा राखेको मितिदेखि 10 दिनको लागि म्याद थपको माग गरे पनि 7 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। प्रहरीले 10 दिनको म्याद माग्नु भएको छ। अस्ति 20 गतेबाट लागू हुने गरे 7 दिनको लागि म्याद थपेको छ। सन्दीप लामिछानेले विस्तृत रूपमा आफू निर्दोषिता रहेको कुराको क्रम वाइज घटनाक्रम सिलसिलावार रूपमा उहाँले आफूलाई प्रस्तुत गर्नुभयो र म निर्दोष छु र साथै उहाँले आफ्नो चाहिँ निर्दोषिताको क्रममा मलाई चाहिँ मेरो गोपनीयता भङ्ग गरेको अवस्थामा मलाई यो हिसाबले मेरो करियरलाई अथवा मेरो इज्जतलाई असासिन गरेको अवस्थामा त्यसको कुनै वैकल्पिक उपचार पनि मलाई अभाइलेबल छ कि छैन भनेर श्रीमानलाई समेत उहाँले सोध्नुभयो। श्रीमानले यो मुद्दाको क्रममा कुनै सम्बन्धित बेलामा तपाईँले यसलाई उठान गर्न सक्नुहुन्छ भन्ने कुरा श्रीमान बताए। इजलासमा उभ्याइएका सन्दीपलाई न्यायाधीश ढकालले केही कुरा भन्नु छ भनेर सोधेका थिए। त्यस समयलाई सन्दीपले आफ्नो निर्दोषिता देखाउन उपयोग गरे। उनले पीडित भनिएकी युवती 19 वर्षकी रहेको र सहमतिमै भेटेको बताए। आफ्नो गोपनीयता भङ्ग र चरित्र हत्या पनि गरिएको दाबी गर्दै उनले क्षतिपूर्तिको विषयमा पनि न्यायाधीश समक्ष जिज्ञासा राखेका थिए। त्यसपछि न्यायाधीशले यी विषय मुद्दाको रोहमा आउने भन्दै 7 दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिए। प्रहरीले भने 10 दिन अनुमति मागेको थियो। सन्दीप पक्षधर कानुन व्यवसायीले पनि पीडित पक्षको दाबी कमजोर साबित गर्न उमेर सम्बन्धी कागजातलाई नै मुख्य आधार बनाउने देखिएको छ। दुईटा जन्मदर्ता बनाएको देखिएको छ। अब अहिलेको जन्मदर्तामा चाहिँ उहाँले चाहिँ म्याच्योर्ड छ। पहिलाको जुन दर्ता गर्दाखेरि उहाँले चाहिँ आफूले नाबालिका बनाउनु भएको थियो। अब अहिले चाहिँ उहाँ नाबालिका हुनुहुन्न, साबालिका पछिल्लोमा चाहिँ। म्याद थपपछि अदालतबाट बाहिर निकाल्दा पनि 3 ठाउँमा बाक्लो संख्यामा प्रहरी तैनात गरी गाडी तयार गरेको थियो। अदालतको अगाडि सडकमा, अदालतको प्रवेशद्वार र पार्किङ 3वटा स्थानमा प्रहरी तैनात गरी सञ्चारकर्मीलाई रोकिएको थियो र पार्किङ स्थल भित्रैबाट गाडीमा राखेर सन्दीपलाई गौशाला लगियो। ल्याउँदा र लैजाँदा सन्दीपलाई लुकाउन सफल रह्यो। विमानस्थलमा नियन्त्रणमा लिँदा प्रहरीले नगरेको कडाई अदालत लैजाँदा किन गरेको हो भन्ने चाहिँ खुलेको छैन। यता सन्दीपलाई आइतबार बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको थियो। करिब 2 घण्टा बयान लिएर हिरासतमा फर्काइएका सन्दीपको बयानको क्रम अझै केही दिन चल्ने प्रहरीले जनाएको छ।